हेलो साथीहरू, मैले चाहिँ भर्खरै प्याज र खोर्सानी काटेको थिएँ। त्यो भएर चाहिँ म आँसु भइरहेको छु। हेर्नुहोस्, मैले चाहिँ प्याज खोर्सानी त्यसपछि टमाटर चिकन रेडी गरिसकेको छु। आज चाहिँ म के बनाउँदैछु साथीहरू तपाईले हेर्नुहोस्। चिकन त मैले हिजो पनि बनाएर खाएको, त्यो भिडियो त मैले हालेको छु। तर आज चाहिँ साथीहरू हेर्नुहोस्, मैले प्याज खोर्सानी एड गरिसकेको छु। यसलाई चाहिँ हल्का ब्राउन हुन दिन्छु र यसपछि चाहिँ मैले मसला एड गरेँ। मसला एड गरेर चाहिँ मसलालाई मजाले भन्दा पनि मजाले पकाउनुपर्छ साथीहरू, नभए मसलाको चाहिँ स्मेल आउँछ नि त। त्यही भएर यसलाई चाहिँ मजाले पकाउनुपर्छ। अब पाकिसकेको छ मेरो मसला, मैले चिकन एड गरेँ र चिकनलाई पनि अब एड गरेर हल्का मसलासँग मिक्स गर्नेछु। अब म चाहिँ मिक्स गर्छु मसला र चिकनलाई चाहिँ मजाले मिक्स गरेर अब हल्का पानी राखेर चाहिँ म यसलाई मजाले पकाउँछु। त्यसपछि चाहिँ अब तपाईहरुले कस्तो खानुहुन्छ, ग्रेभी खानुहुन्छ कि सुप खानुहुन्छ कि त्यही हिसाबले पानी लगाउनु होला। र म चाहिँ आज सुप खाने छु। त्यही भएर चाहिँ म चाहिँ अब चिकनलाई हल्का पानी दिएर पकाएर त्यसपछि म यसलाई चाहिँ सुप बनाउने छु साथीहरू। मैले चाहिँ अब सुप पनि बनाइसकेँ हैन। मैले चाहिँ अब हामीले चाहिँ आज ढेँडो खाने भनेर चाहिँ मैले सुप लगाएको पानी लगाएको साथीहरू सुप बनाउन लागि। अब तपाईहरुले कसरी खानुहुन्छ त्यो त तपाईहरुको इच्छा हो। आज चाहिँ मलाई साह्रै ढेँडो खानु मन लागेर चाहिँ मैले चाहिँ आज ढेँडो बनाउन लागि चाहिँ सुप बनाएको है साथीहरू, कुखुराको मासुको। र अब मेरो सुप पनि रेडी भइसकेको छ। अब चाहिँ मैले यहाँनेरि ढेँडो बनाउन लागि बोइल पानीमा थोरै पिठो हालेँ। त्यसपछि चाहिँ पिठोलाई मिक्स गरेर अब ढेँडो बनाउन आँटेको साथीहरू। ढेँडो बनाउँदाखेरि म भिडियो बनाउन सक्दिनँ। अब म तपाईलाई बनाएर देखाउने छु है, किनकि मैले बनाएर पनि रेडी गरिसकेँ साथीहरू। तपाईले हेर्नुहोस् कस्तो देखेको छ। अब जानी नजानी बनाएको ठिकै होला।